हेलो हेलो नमस्कार नमस्कार हैन आज चाहिँ म यो बिटरुटको स्यान्डविच बनाउन गइरहेको छु। यसलाई चाहिँ पहिला चाहिँ पकाउनु पर्यो हैन। कुकरमा दुईटा बिटरुटले कुकरमा चाहिँ मैले आगो लगाएँ। अब यसलाई 3-4 सिटी लगाइदिएँ। हेर्नु होला साथी, अन्तिमसम्म यो भिडियो। सक्कटो चुकन्दर चाहिँ पाकिसकेपछि यता मैले लिएँ हैन। लसुनलाई चप गरेँ, मजाले मसिनो चप गरेँ। अनि यता लिए मैले प्याजलाई पनि थोरै चप गरेँ। र मैले यसमा चाहिँ रोजमेरी है साथीहरु, टक्क यो अहिले हाल्नुपर्छ। हेर्दै गर्नु होला है साथीहरु, अन्तिमसम्म हेर्नु कसरी बनाउँछ। अब पाक्यो हैन, टक्क लाएर खोलौँ। पाक्यो होला सायद, हेरौँ है। यसलाई चाहिँ एउटा चक्कु गाडेर हेरौँ हैन। अलि पाकेको रहेछ। सो यता मैले चाहिँ हैन यो ससप्यान बसालेँ। यसमा चाहिँ मैले टक्क लाएर 1 चम्चा जति बटर तताएँ। यसरी हेर्नु, यसरी तताइसकेपछि मैले टक्क लाएर यो प्याज र लसुनलाई सर यहाँ हाल्दै साथीहरु। सो मैले यो रोजमेरी पनि हाल्दै यहाँ थोरै, यसको फ्लेभर राम्रो आउँछ। यसलाई चाहिँ अनि ब्राउन कलर बनाउने साथीहरु। ल यसरी यो ब्राउन कलर भइसकेपछि यो टक्क हेर्दै गर्नु है साथीहरु। सो गाइज हैन पाकिसकेको छ चुकन्दर चाहिँ टक्क लाएर अब यसलाई चाहिँ सट्ट यसरी अब यसलाई छोडाउनु। यसरी यसको स्किनलाई निकालिसकेपछि अब यसलाई चाहिँ चप गर्ने हैन, टुक्रा टुक्रा बनाउने। र यसलाई चाहिँ मिक्सरमा राखेर ग्राइन्ड गरिदिने साथी। यसरी अब मिक्सरमा राखेपछि टक्क लाएर ग्राइन्ड गर्ने साथीहरु। टक्क लाएर अब यो 20-30 सेकेन्ड यसरी ग्राइन्ड गरेपछि यो पेस्ट भयो साथीहरु हैन। सो यो ब्राउन भइरहेको लसुन र प्याज ब्राउन भइसक्यो हैन। अब टक्क लाएर चाहिँ अब यसमा यो पेस्टलाई यसरी राख्ने साथीहरु। यसलाई 2-3 मिनेट मजाले पकाउनु। सो यसलाई चाहिँ मजाले 2-3 मिनेट मजाले पकाउनु। अब यसमा नुन टेस्ट अनुसारको नुन है, र मरिचको धुलो, सिर्फ मरिचको धुलो। अब यसलाई मजाले 2-3 मिनेट मजाले पकाउने साथीहरु। ल भयो साथीहरु, भयो। अब यो चुकन्दरबाट बनेको यो पेस्ट भयो हैन। अब यसलाई चाहिँ ब्रेडमा टक्क लगाएर यसमा चाहिँ अनि स्यान्डविच बनाएर खान सक्नुहुन्छ। अझै बाँकी छ। ल भइसक्यो साथीहरु। अब यसमा चाहिँ छुट्टै एउटा प्यान बसाल्ने। सो यो ब्रेडलाई यसरी टक्क लगाएर अब हेर्नुस् है, यो ब्रेडमा यसरी हो चुकन्दरको पेस्टलाई यसरी टक्क लगाउने। अनि यसरी सेलको माथिबाट छोप्ने। यसमा अरु चीज राख्न पनि सक्नुहुन्छ तपाईले, अन्य भेजिटेबल पनि राख्न सक्नुहुन्छ। तर आज म चुकन्दरबाट मात्रै शुद्ध चुकन्दरको बनाएको हुनाले र यसलाई फेरि यो ब्रेडलाई चाहिँ टक्क लाएर अब टोस्ट गरौँ। तातेको तावामा बटर थोरै राखेँ हैन। यसलाई पहिला अलिकति ग्रेस गर्दै टक्क लाएर यो चुकन्दरको पेस्टबाट बनाएको स्यान्डविचलाई यहाँबाट टक्क अब टोस्ट गर्न गइरहेको छु। यो टोस्ट गर्दाखेरि कहिले पनि हाई हिट गर्नु हुँदैन। हाई हिट गर्यो भने थाहा नै छ तपाईलाई, बाहिरी भाग डढ्छ, भित्री भागमा क्रिस्पी आउँदैन। यसरी टक्क लाएर टर्निङ गरौँ साथीहरु। अब टक्क लाएर यस्तो हुनुपर्छ, हल्का टोस्ट भयो साथीहरु। यता टोस्ट गरिसकेपछि टक्क लाएर अनि यसलाई चाहिँ अब यसरी
ल हेर्नुहोस् साथी स्यान्डविच बन्यो चुकन्दरबाट स्यान्डविच बनिरहेछ